केटाहरूसँग यसो यो हाम्रो इराकी अनि यो चाहिँ हाम्रो साथी हो होइन ल आज जानुपर्छ घुम्न आज घुम्न जाने भनेर हिँडेको घुम्न जानु भने हिँड्यो हो ल आज घुम्न जानुपर्छ त्यसो पहिलो दिन हो फेरि ल ठिकै छ त्यसो पहिलो दिन खुसी छु म खुसी छ कहाँ जाने हो ल किन भनेपछि मैले यत्रो दिन लिएर आयो कहीँ घुमाउनु लगेको छैन जाँगा गर्नु पऱ्यो नि त जहिले अनि मोबाइल समातेर बसेर हुन्छ जाने जहिले ल भनेपछि म केटाहरूलाई चाहिँ आज पुरै घुमाइदिन्छु हाम्रो पनि छ के पालो कोइस होइन र ए ल यो चाहिँ पुरै जेल हो होइन यो जेलमा चाहिँ फेरि यो जेलमा चाहिँ फेरि ठुल्ठुलो डिलरहरू होइन लागु औषधिहरू सब खानेहरूले यहाँ राख्छ नि है अनि अस्ति नि म के अरे घर जाने बेलामा चाहिँ उयैबाट टिकट काटेँ होइन यो उयैबाट टिकट काटेँ हो अनि यतापट्टि पुरै बसेको थियो अनि बसहरू आएको थियो अनि यतापट्टि साइडमा बसहरू आएको थियो यही अफिस हो कि टिकट काटेको थियो के अब्दुल करिम ट्राभल्स एन्ड टुर्स त्यहीबाट हो कि टिकट काटेको थियो म चाहिँ यतापट्टि गएको थियो अब यो भाइको नि पालन चाहिँ बसेको छ नि त भाइ केटाहरू खुसी छ पुरा घुम्न पाउँछ होइन तर गर्मी कतिको छ गर्मी अहिलेसम्म ठिकै छ अब बिस्तारै बिस्तारै गर्मी त सुरु हुँदै छैन र हर के पनि कोही छ हर छ हामी जाने चाहिँ ऊ त्यो अगाडि हो कि गार्डनमा जाने हो होइन गार्डनमा अब पुगेको छु पुगेपछि चाहिँ म फेरि अपडेट गर्छु ल अब चाहिँ गार्डन आइपुग्नु लाग्यो होइन अब गार्डन जानुपर्छ गाडा हो होइन गार्डनमा गएर चट्ट होइन ल नजिकै छ होला नि नजिकै पारी हो कि यो रोड पारी हो म त पहिलोपटक आएको हो र ल समाज त ल गाइज होइन सँगसँगै भिड चलिरहेको छ ल गाइज होइन अब हामी चाहिँ अब गार्डनतिर जानु लाग्यो अब गार्डनतिर यसो रमाइलो गर्नुपर्छ सिधासम्म मेरो साथी पनि हो साथी र म यो इलाकी र म जानु लाग्छ कौन हो त्यो हो यहाँ पारी हो कि गार्डन त्यहाँ चाहिँ अनि मेकडोनल्ड भयो होइन त्यो मेकडोनल्ड भयो नि म त बोलाइरहेको थियो मेकडोनल्ड भयो तिम्रो अनि त्यसपछि पहिला मेरो जिम त्यहाँ थियो त्यहाँ म जिम गर्न आउँथ्यो अनि त्यसपछि मेरो गार्डन भइहाल्यो होइन यसरी लान्छ यहाँ गाडी माथि गाडी हो किन अब यो डेन्जर छ यसरी गाडी सप्लाई हुन्छ नि त होइन ल ठिकै छ यसरी गाडी सप्लाई हुन्छ यो केटाहरू पनि मजाले हिँडिरहेको छ होइन गाडी हिँडिरहेको छ हाम्रो पनि उतापट्टि हो होइन ठिक छ अब यहाँभित्र चाहिँ के रहेछ हौ केटा भित्र हेर्नु न है के त मद्रासा ठिक छ भनेपछि ठिक छ ल अब तर अहिले गर्मी भयो कि अब साँझ पऱ्यो भने चाहिँ अलिकति ठिक हुन्छ होला अहिले चाहिँ गर्मी नै छ साँझ पऱ्यो भने चाहिँ अलिकति ठिक हुन्छ होला अहिले चाहिँ अलिकति धेरै घाम चर्किरहेको छ अहिले चाहिँ घाम पनि चर्किरहेको छ होइन ए अग्दर ल अग्दर पुरै होइन अग्दर अग्दर आयो ल अब गाडी अब यो गाडी अब आयो होइन अब यहाँ नेपालमा जस्तो होइन यहाँ जहाँ पाइ त गाडी यसरी काट्नु पाउँदैन अब हरिबत्ती बोलेछ हरिबत्ती बोलेर मान्छेले गाडी काट्नु पाउँदैन कुदेर बस्नुपर्छ नेपाल होइन उ त्यहाँ रातो बत्ती बेलामा कुदाएर यहाँ बस्नुपर्छ फेरि यस्तो अब यहाँ खाली छ भन्दैमा कुद्यो भने त फेरि बाबु मऱ्यो नि त कतिको स्पिडमा आउँछ गाडी होइन अनि गाडी कति कुदिरहेको छ गाडी यस्तो कुदेर यसरी कुद्नु नि हुन्छ कहिले कहिले अब यति धेरै खाली भयो भने कुद्नुपर्छ नि फेरि केटा होइन यति धेरै खाली भयो भने चाहिँ कुद्नुपर्छ किन यति धेरै खाली भयो भने चाहिँ कुद्नुपर्छ यति बेलामा चाहिँ कुद्नु तर यसरी चाहिँ रिक्स लिनुहुन्न है जति पनि यस्तो स्पिड आउँछ गाडीहरू गार्डन पुग्नु लाग्यो यो पारी गार्डन हो क्या अब पुरै गार्डन हो ए याला पादी ए हामी त हिँड्यौँ भने हामी त कस्तो माया कसम साउदीमा यसरी म चाहिँ गाडी बाल्न दिइकन कुद्ने त्यही पनि
बत्ती बोलिरहेको छ खाल्टो छ ल गार्डन आइपुग्यो अब गार्डनमा बस्ने कहाँ हामी हिँड्न आएको मान्छे बस्ने कुरा गर्छ हाम्रो गार्डनमा यो गार्डन त फेरि धेरै ठुलो छ नि फेरि यो गार्डन त आधा गार्डन काम किलो 2 किलोमिटर छ एक राउन्ड हान्यो भने त त्यहाँ उतापट्टि पारि चाहिँ एयरपोर्ट हो है फेरि अहिले म देखाउँछु एयरपोर्ट अनि यो चाहिँ अहिले एयरपोर्ट हो को हो यो स्प्रेसो के फाला ओइ ए मान्छे यस्तै यसरी आउँछ स्प्रेसो खान ए हाम्रो कस्टमर यसरी आउँछ यहाँ वक गर्न आउँछ सब गरेर ठिक छ नि ल अब वक गर्नुपर्छ पनि गर्नु मिल्छ यतातिर छ नि यहाँ पार्कमा तर सबै भत्का रहेछ होइन चिया पसल पनि रहेछ चिया यहाँ पाउँदैन यहाँ जिमसिम पनि गर्न मिल्छ पुरै यहाँ जिमसिम गर्न मिल्छ अहिले म त्यहाँ उयसमा भयो जिम गर्न मिल्छ होइन अनि यो चिया पसल हो तर बन्द रहेछ तर चिया चाहिँ के खाने कि यस्तो गर्मी के चिया खाने हामी पोलिहाल्छ नि यस्तो गर्मी छ त्यही भएर 1 वर्ष भयो त्यही पनि आजै पोले बेच्छ नि होइन घाम पनि घाम चर्को लाग्छ नि यो तिमीले अब यति धेरै मिहिनेत दिँदै गरेका छौ र यति हिँड्ने डुल्ने गरेका छौ र जहिले मोबाइल लिएर बस्छौ ल ठिकै यहाँ जिम सिम पनि गर्नु मिल्छ म सिकाइदिन्छु ल म जिम गर्न सिकाइदिन्छु यहाँ देखाउ त म यसो जिम गरेर यस्तो यहाँ बस्ने होइन यहाँ बस्नु हो बसेर गर न तिमी पनि बसेर गर त तान न ताना ताना यसरी गर्ने क्या ल एक्सर्साइज गर्ने हो ए खुट्टा त तिमीले फाटे पनि उचाले जे गरे नि हुन्छ क्या खुट्टा जे गरे नि हुन्छ यो अघि ल इन त बास है सही या ल त्यो अर्को पनि थियो अर्को पनि के थियो बाइक ठुलो ठुलो पानी के अरे पानी भन्न आयो तेलको ट्याङ्करहरू गइरहेछ ए घाम चाहिँ कति चर्को लागेको आयो सम्झ ज्या त बल्ल सासित त कोही सम्झ्या त गर्मी भइसक्यो गर्मी भइसक्यो नि लास्टै गर्मी त सुत्न नि मिल्छ यहाँ सुत्न नि मिल्छ मोबाइल सोबाइल चार्ज गर्न मिल्छ त्यहाँ मोबाइल पनि चार्ज गर्न मिल्छ त्यहाँ ब्याङ्क यही हो होइन एसएनबी ब्याङ्क हाम्रो एसएनबी ब्याङ्क यही हो एसएनबी ब्याङ्क यही हो अनि त्यसपछि तिम्रो अलराजी ब्याङ्क कता गयो अलराजी चाहिँ अलराजी पनि थियो यता हजुर एसएनबी छ ए अलराजी त्यहाँ अगाडि होला यो एसएनबी ब्याङ्क भयो अनि त्यसपछि यो चाहिँ गार्डनको बिचको भाग भयो होइन अनि उता चाहिँ एयरपोर्ट भइहाल्यो मान्छेहरू यसरी बसेर खाइरहेको छ कफी सफी अनि त्यसपछि अब यहाँभित्र नि सिन दामी छ भित्रको सिन पनि बबाल छ अनि यस्तो बबाल छ भित्रको सिन के भन्नु त्यहाँ पनि फोटो त बबाल आउँछ बबाल त फुल पिङ पनि छ क्या त्यहाँ पिङ खेल्नुपर्छ अहिले त्यहाँ पिङसिङ खेल्ने त्यसपछि अनि फोटो पनि बबाल आउँछ यतापट्टि भित्र जाँदाखेरि बबाल फोटो आउँछ रोमिन हिँड दाखिल मालुम है सजर कबीर वाला हिँड हेलो चिया बस आता सुकुलो ये सिग्नल राइट यो अन्त ए सर्व आयो आउन सक्छ सर्व धेरै कडा फेरि सर्वले आयो भने फेरि टोक्यो भने फेरि छैन नि फेरि जान्छ नि फेरि ल त्यसपछि मैले यो एउटा गिम्बल चाहिँ किनै पनि भयो यार काट्छु के हो यो पुरै किरा एउटा इन्डोर किरा के हो यो किरा पुरै किरा एकदम छ फेरि रमाइलो छ नि यस्तो यतातिर यो रुखहरू छ क्या यहाँ रुखहरू भएकोमा चाहिँ हल्का सही हुन्छ क्या रुखहरू भएको ठाउँमा चाहिँ ए आज ताहाती जिसुफ केफी छ भारत सरब वाहिद मय भारत एउटा हान्नुपर्छ केटा है यहाँले ए पुरै नेपाल जस्तो छ नि यहाँ जति नि हामीहरू यहाँ होइन पुरै अब यहाँ पुरा यस्तो रुखहरू छ
नेपालमा यसरी बसेर छोटो छोटो पोस्टर्स दिए पनि भयो यसरी होइन त्यसपछि अनि लुगाको कस्तोमा हालत त हेर लुगा ओहो लुगा त कसम नि पुरै लुगा गयो न अब यो पिङ खेल्नुपर्छ पिङ त्यो हेला सर कहाँ माथि पुग्ने खेलेर यो भन्दा आनन्द त होइन सर हावा आउँदैछ नि त ल तिमी पनि उता खेल न खोइ यहाँ ए ल दसैँमा अब पिङ खेल्न पाएको थिएन अब यहाँ पिङ खेल्नुपर्छ ल कहाँ खेल्नु खेल्नै पाएन नि यति मान्छेहरू हेरिरहेको छ के गरिरहेको छ नि हेरिरहेको छ ऊ हाम्रो भयो नि पिङ खेला छ नि त हो र होइन तिमी छड्के बसेर हो कि यो पनि त्यस्तो छड्के गइरहेछ तिमी मिलेर बस्छ न ए मजा आउँछ नि पुरै यो हो नि त मजा तिमीहरू जहिले रुममा मोबाइल चलाउँदै बस्ने हुन्छ नि अहिले तरिका यसो पिङसिङ खेल्नु पऱ्यो अनि पो हुन्छ यसो एक्सर्साइज गर्नु पऱ्यो छैन तिमीहरू जहिले रुममा बस्यो मोबाइल चलायो भिडियो हेऱ्यो आहा इजी हावा हावा मिमी इजी होला देखियो कति मजा आउँदो रहेछ ल देखियो मान्छेहरू कति छ यहाँ मान्छेहरू यहाँ आउँछ कि मान्छेहरू कम आउँछ यहाँ उ गर्नलाई पिकनिक सिकनिक जस्तो खानलाई यहाँ बच्चाहरू बच्चीहरू त्यसपछि फ्यामिलीहरू धेरै आउँछन् यहाँ मान्छेहरू यसो कफी सफी खाने बस्छ त्यसपछि मान्छे मात्र चराहरू पनि आउँछन् ए चराहरू त अनि चरा जङ्गलै त अनि बनाएको चराहरूको लागि हो अनि ए मान्छेहरूदेखि कति आउँछ तर हाम्रो लुगा सुगा फोर्छ हाम्रो त जङ्गलै भन्यो होला होइन त्यहाँ बसेर फोटो खिच्दाखेरि कम दामी देखिन्छ होइन ओहो बबाल देखिन्छ नि यस्तो रुखहरूमा बसेर फोटो खिच्दाखेरि कत्रा देखिन्छ होइन लभ केटाहरू पुरै थाके जस्तो म पनि पुरा थाके जस्तो भइरहेको छु यो पनि थाके जस्तो भइरहेको छु हामी सबैजना थाके जस्तो भइरहेको छौँ होइन थाके जस्तो महसुस भइरहेको छ नि त होइन अब घाम पनि अलिअलि डुब्न थाल्यो अब हामी पुरै घुम्दैछौँ होइन यता अब गर्मी नि पुरा महसुस हुँदैछ अनि अब घाम पनि ढल्किन लागिसक्यो घाम पनि ढल्किन लाग्यो जस्तो भइरहेछ मान्छेहरू यहाँ पब्लिकहरू पनि पानी सानी पनि जमाएर छु अनुहार सनुहार फेरि नदेख्ला होइन अनुहार सनुहार पनि देखिरहेको छु अनि त्यसपछि जे होस् धेरै वर्षपछि घुमिरहेको भएर होइन मजा आइरहेको छ केटाहरूसँग यसो रमाइलो घुम्दिउँ न भनेर मौसम पनि रमाइलो छ होइन घुमिरहेछौँ त्यसपछि ठिकै छ यसरी घुम्नु पनि पर्छ कहिलेकाहीँ होइन सधैँभरि त्यो रुममा बसेर मोबाइल चलाएर पनि फाइदा छैन अघि लग्यो आज आज होटेल ए आज त हिँड छ औला नजिक औला नखेलिन खै छ हेर अलिबाबामा ल्याएर अब हिँड बाइजन अलिबाबा बाद के ल्याएर यहाँ सबै हेभी गाडीहरू मात्र छ होइन हामीहरू पुरा निरन्तर रूपमा हिँडिरहेको छौँ पुरै घामले कालो भए जस्तो भइरहेछ होइन त भाइ पुरै घामले पुरै कालो भइसक्यो होइन पुरै कालो होला जस्तो भइरहेछ यसरी नै हिँडिराख्यो भने चाहिँ कालो भइन्छ तर अहिले चाहिँ कालो भएको छैन यसरी हिँडिराख्यो भने चाहिँ कालो भइन्छ होइन यसरी चाहिँ हिँडिराख्यो भने चाहिँ हुन्छ तर मजा त मजा आएर छ नि होइन यो बिचमा जान्छौ कि तिमी बिचमा मान्छे पनि बसिरहेको रहेछ तर हामी कहीँ पनि बसिरहने है आरामै गरेन होइन हामी त घुम्न आएको पनि घाम गइसकेपछि होइन घाम गएपछि आराम गराउनु अब तर ठिकै छ हामी घुमिरहेछौँ यहीँ हो कि सिसा पाउने सिसा पाउने पुरै गाना साना पनि बजाउँथ्यो ऊ त्यहाँनिर पुरै गाना साना बजाउने सिसा अनि ठिक छ कुकुर पनि छ यहाँ कुकुरले मजाले पुरा बसिरहेको छ कुकुर पनि छ त्यहाँ कुकुर पनि छ त्यहाँ त्यो बिचमा भने पुरै बना केही देखेको छैनौ तिमी अनि खोइ ऊ प्लेन ल प्लेन ऊ प्लेन पनि देखियो ल है
कुर्सीमा पनि बस्नु त मन लागिरहेको छ कुर्सीमा आनन्द छ नि होइन एकछिन कुर्सीमा बसेर मजा लिउँ न हामी पनि एकछिन होइन एकचोटि बसेर आहा कुर्सीमा एकछिन बसौँ न ओफो कति गर्मी केटाहरू एकछिन आराम गर्दैन केटाहरू घुमाइ गर्छ नन स्टप घुमिरहेको छ केटाहरू एकछिन आराम गरिदिउँ भनेर अब यसरी त यसरी घुमेको त धेरै पछि हो नि यसरी घुमेको त आहा मजा आइरहेछ अब एकछिन यता आराम गरेर त्यसपछि फेरि जानु पर्यो हाम्रो बरु गन्तव्यतिर गाडीहरू मस्त आउने क्या यहाँ त ओहो गाडीहरू गएर मस्त होइन गाडीहरू आउनु जानु गरेको छ ए गाडीहरू ल ठिकै छ अब एकछिन फेरि गन्तव्यतिर लाग्नु पऱ्यो अब हामी सबैजना गन्तव्यतिर लाग्नु पऱ्यो झन् त ओहो ल अजनबीको अड्डामा कसम यो अन्त अजनबीको अड्डा पुरै यता अड्डा यतातिरै अड्डै अड्डा यहाँ हुँदैन यस्तो अघि नै यहाँ आउनु पर्ने रहेछ यहाँ त मान्छेहरू नआएको टनै छ नि यहाँ मान्छे होइन भाइ मान्छे त यहाँ टनै छ नि ए यता हो नि त यहाँ घुम्ने त अनि जग्गा पुरै यहाँ हामीहरू कता घुमिरहेको थियो होइन अघिदेखि मान्छेहरू ए घुम्ने जग्गा त्यतातिर पो हो त अनि तिमीहरू कता घुमिरहन्छ मान्छेहरू त्यतिर पुरै यतातिर ए साइकल त मलाई नि किन मन लाग्दैन यस्तो साइकल देखेपछि त किन मन लाग्दैन हो कि साइकल त कसम भनेको साइकल त किन्नुपर्छ क्या ओ बोइ साइकल त कसम पनि साइकल त के पो साइकल के हो यो साइकल अब चाहिँ बल्ल घाम नि अलिकति के अरे ढल्न थाल्यो होइन त्यसपछि काम पनि अब अलिअलि बिस्तारै ढल्न थाल्यो हाम्रो त मेरो के भन्नु होइन गार्डनमा घुमिरहेको थिएँ मजा नै आइरहेको छ हल्का हामीले पुरै घुमिरहेको छौँ यता गेट खोला रहेछ नि कोही गेट त्यो गेट लाएर के मान्छे पुरै छिरिरहेको छ कहाँ गयो हामी जाने चाहिँ कहाँ जाने फर्किनु त यताकै फर्किनुपर्छ पुरै मरुभूमिहरू देख्यो नि पुरै यता मरुभूमि हो घर सर केही पनि छैन माटो फालेको खोइ कहाँ फाल्यो त्यो खनेर त्यहाँ माटो साटो हाल्यो तिनीहरूले कहाँको होला नि सबै त्यस्तो पाहाडे जस्तो हुन्छ कि यस्तोमा काम गर्नलाई ठिक हुन्छ होइन यस्तोमा काम गर्न झन् झ्याउ हुन्छ नि एउटा कस्टमर आउँदैन ऊ ल प्लेन गयो ल ए प्लेन उडिसक्यो प्लेन उड्यो ल ए प्लेन उड्यो ल होइन दौडेर प्लेन उडिसक्यो ल पुरै प्लेन उड्यो ल यसरी प्लेन उड्छ त्यतिर आधा डब्लुसी मिन यानी स्वभाव सेम हो सेम मान आधा स्वभाव आधा अघि स्वभाव माफी बिंद मर्र माफी बिंद दाखिल रो दाखिल माफी मुस्किल आइबा अवल छ यहाँ ड्रिफ्ट पहिला यहाँ पो ड्रिफ्ट हान्थ्यो अहिले चाहिँ यस्तो भएको छ होइन पहिला चाहिँ यहाँ ड्रिफ्ट हान्थ्यो क्या केटाहरूले यहाँ खतरा ड्रिफ्ट हान्थ्यो पहिला गाडी यस्तो नचल्थ्यो पहिला यहाँ कसम राजी भएपछि पुरै केटाहरू पुरा जक्सन हुन्थ्यो यहाँ गाडी लिएर आएर कोही गाडी लिएर आउँथ्यो पुरै यहाँ गाडी नचाउँथ्यो पहिला अहिले यस्तो बनाइदिएछ कि अहिले पुरै यस्तो बनाइदिएछ रफा आई लभ रफा लेखेको छ त्यहाँ ल अब मुक्सी पनि धुयो बसिरहेको छु मुक्सी पनि धुयो अब फेरि पट्टिनु पर्छ के भयो त फेरि कोही बेदाहरू अहिले फुटको छोया कोही छ हावाबाट आएको सावल्ला हावाबाट अब हामी पनि यो चाहिँ हाम्रो हाइवे भयो होइन पुरा हाइवे पुरा गाडी पछाडि आएर छ सारा गाडी गयो यसरी मरुभूमिको बाटोमा मजाले हिँड्दैछौँ हामी मरुभूमिको बाटोमा मजाले आजको यात्रा यत्रै हो थकित भयो नि त आजको यात्रामा थकित भयो
बाटो त मा कसम पिच बनाएको छ पुरै ओहो गजब होइन औरी यो डेन्जर बाटो बनाएको छ त यार यो अन्त बाटो नेपालको बाटो यस्तो कहिले होला हो हाम्रो यार नेपालको बाटो यस्तो कहिले होला त हाम्रो यार वाइट कसम बब्बा हुन्छ नि फेरि बाटो त डेन्जर बब्बा देखिन्छ नि अब हामीले त्यहाँबाट ब्याङ्क जाने बाटो जानु लाग्छ त्यसपछि सट्टा हामीले अब कहाँ जाम गरिन्छ होइन नास्ता सास्ता खाइन्छ यता सिधै गयो भने होइन होटल पुग्छ त्यो होटलमा जाने अनि मासु भात ए गोरु मासु खान्छ खान्छ चाहिँ हामीले गोरुको कहाँ त्यो त हेर ल ठिकै छ गोरु मासु चाहिँ खानु हुने है जे पनि है गोरु मासु म गोरुको मासु खानु हुने अरू जे हो नि गोरु मासु चाहिँ खानु हुन्न क्यामेरा अब गरेपछि फेरि खानुपर्छ दाइ भन्यो भने फेरि खानु हुने गोरुको मासु चाहिँ खानु हुन्न ल खाने नि चिकन सिकन अब त्यो मटन सटन है नेपालमा जे खाएको त्यही मात्र खाने घर चिकन सिकन कति पुरानो पुरानो घरहरू है अब चिकन मटन सटन चाहिँ हाल्नुपर्छ ल सुप पनि आइसक्यो सुप पनि आइदियो है त्यो सुप यो सुप कति पुरानो पुरानो घरहरू छ यहाँ कति पुरानो पुरानो बिल्डिङहरू छ यो हो नेपालको भन्दा पुरानो घर होइन यति पुरानो घर त यति पुरानो पुरानो घर त नेपाल ओबे डेन्जर पुरानो घर होइन त जमानाको यो त के अरे दोस्रो विश्वयुद्धमा पनि घरहरू हो नि त यो त फेरि हेर न त्यतिकै सुख गरिदिउँ भन्छु त त्यो दोस्रो विश्वयुद्धमा पनि किन भएको घरहरू के झन्डै मान्छेलाई चाहिँ देख्यो मान्छे बसेको छन् भनेपछि कुरै हुँदैन मान्छे चाहिँ किन बस्दैन मान्छे त घरमा घर बनायो मान्छे बस्नु भने किन बस्दैन अन्त ल घर त बब्बाले हो नि होइन पुरै अल्लादिनको जमानाको घर छ देखिन्छ त त्यस्तो खाले घर यो त भोलाले छ त घर बाल्कनी नि बबाला यस्तो घर हुनुपर्छ होइन यस्तो पो घर त घरहरू छ क्या यतातिर पुरै पनि त्यो नामै त सुख गरिदिउँ अनि पुरानो पुरानो सबै कुराहरू पुरानो पुरानो छ क्या यतातिर यस्तो पुरानो पुरानो घरहरू यस्तो पुरानो पुरानो घरहरू हाबी डेन्जर घरहरू छ नि यहाँ त मान्छे छ भित्र किन मान्छे नहुने मान्छे नहुने कुरै हुँदैन मान्छे छ नि भित्र अनेक मान्छे छ अनेक मान्छे छ अब चाहिँ हामी चट्टो लाएर अब होटलतिर गइन्छ होइन आज म तम्सा अमर अब त्यो बोल सबै मुम्किन होला हो अझ यो चाहिँ म त के अरे अब यो होटल होइन यो होटलमा गएर झ्याममा खानासाना खाइन्छ घरतिर गइन्छ हो सल्लाह सक्कर हो एलआर एमसी ब्याङ्क पनि आइसक्यो अलराजी ब्याङ्क अब होटल नि आयो होटलमा गएर चट्टा खानासाना खाने त्यसपछि अनि हामी रुमतिर लाग्ने पहिला पहिला यस्तो भिडियो हुने होटेल अहिले यस्तो खाली भएको छ खै के भएको त्यही त म हामी मात्र आउँदाखेरि त म छक पऱ्यो कसरी खै के भयो पुरै खाली छ क्या पहिला यस्तो भिडियो थियो यो 10-15 रुपियाँ हो ठिकै हो नि हाम्रो खाना नि आयो है अब जाम खानासाना खाना चट्टा लगाएर खाना चाहिँ आयो ल यो बिरयानी यो रोटी सोटी मासु सासु आएको छ अब अर्को सादावटा चामल पनि आउँदैछ अनि खानु पर्छ ओ अघि गयो भनेपछि अब हामी खानु लागेको छ होइन चट्टा खानुपर्छ है झ्याम है खाइदिनुपर्छ अलिअलि जस्तो किन खाइदिनुपर्छ पुरानो मार्केट हो होइन अनि यसलाई चाहिँ सुक्खदिन भन्छ होइन त्यो पुरानो मार्केट हो यता पुरा पुरानो मार्केटहरूमा पुरै होटेलहरूदेखि लिएर यहाँ सबै यहाँ धेरै चाहिँ प्रायः जस्तो यहाँ सबै अजनबीहरू नै हुन्छ क्या यहाँ साउदीहरू भन्दा पनि पुरै अजनबीहरू चाहिँ हुन्छ कि यहाँ सब्जी दोकानहरू भयो होइन यता माछा पसल पनि छ यहाँ माछा हुन्छ नि हामी जान्छ सिधै जाने भने त माछा पसलहरूदेखि लिएर खबसहरू आना पकडिन्छ किन अहिले चाहिँ आनाहरू होइन आना मुमकिन वो आना होइन बङ्गालीमा त आना पकड नि त हो
माफिरो बङ्गाली मदाम कलेज अनि माछा दोकानहरू रोटी दोकानहरू कुखुरा त्यो देशी लोकल कुखुरा हुँदैन त्यो यहीँबाट लिएर आएको यहीँबाट लिएर आएको माछाको दोकानहरू माछाको सपहरू माछा कस्तो कस्तो माछाहरू चाहियो होइन पुरै माछा पसलहरू फ्रेस फिस पुरै माछाहरू पुरै फ्रेस फिस माछाहरू मोबाइलहरू सब पाउँछ त्यतिर यही हो सुरु गरिदिउँ भने चाहिँ भनेपछि यो चाहिँ चेन गाडी रहेछ होइन पुरै मान्छेहरू गाड्ने चेन गाडी रहेछ होइन त त्यो पर्खालको पछाडि पुरै अनि चेन गाडी हो नि त यहाँ त फेरि मान्छेहरू गाड्छ नि त यहाँ त होइन त तर घुम्यो आज है बिराल पनि जानु लाग्यो तलै चेन गाडी यहाँ पुरै चेन गर्छ ल खानासाना खायो होइन गाइस आजको लागि अब यति खुट्टा दुख्ने गरेर पेट फुट्ने गरेर खाइयो त भनेपछि मजाले खायो भने त खानासाना ल आजको लागि अब यति नै हो हाम्रो ल आजको लागि यति नै ल है त ल बाई है गाइस ल आजको लागि चाहिँ बाई है ल है बाई गाइस